यहाँ हेर्नु न हाम्रो बाको छोराले के अरे अब चाहिँ शिक्षा राम्रो फर्मल शिक्षा नभएको मान्छे शिक्षा मन्त्री भयो भनेर खिसीटिउरी गर्नेहरूलाई चाहिँ उहाँले चाहिँ यो समस्याको यत्रो समाधान गरेर मुतोड जवाब दिनुभयो भनेर फेसबुकमा लेखेछन्। अरे झोले कति अन्धभक्त भएको त, सबै 8 क्लास फेल, एसएलसी फेल जति, कोही अर्थमन्त्री कोही प्रधानमन्त्री तिम्रै पार्टीमा छन्, अनि यति नभने त के हुन्छ र। अनि साँच्चै रघुजी पन्तमा चाहिँ नि नैतिकता भएको भए नि यस्तो आफ्नो पढाइ नपुगेको बेलामा नि शिक्षा मन्त्री चाहिँ हुँदैन थियो क्या। यो भनेको के हो थाहा छ? त्यसै भन्छन् समाजमा, जुन गोरुको सिङ छैन उसैको नाम तिखे भनेको चाहिँ यही हो क्या। देखियौ हामीहरूले तिमीहरूले कहाँ पुर्यायो देश, कस्तो दक्षताले गरेका छौ, कस्तो एक्सपर्टिजहरू गरेका छौ, कसरी तिमीहरूले पुरा समस्या समाधान गरेको छौ, सबै हामीहरूले देख्यौँ क्या। यो शिक्षकको पनि यहाँ कतिजना भिडेर यसो कागज गरेको छ, कतिचोटि गरिसकेको छ। यो पनि अब भोलि लागु हुने कि होइन के हो, शिक्षकलाई झुकाएको हो कि यो चाहिँ हेरौँला होइन। तर देख्यौँ रघुजी पन्तको दक्षता पनि देख्यौँ, उनले गरेको भाषणहरू पनि सुनेका छौँ, हामीले सबै कुरा हेरिरहेका छौँ, जनताले तिम्रै पनि देखेको छौँ, सबैको देखेको छौँ क्या।